सबैजनालाई जय सीताराम। म आज वृष राशि हुने व्यक्तित्वहरूको मासिक राशिफल बताउनका लागि उपस्थित भएको छु। जेठ महिनाको राशिफल। जेठ महिना शुक्र दोस्रो भावमा रहँदा धन बचत हुने, पारिवारिक आर्थिक पक्षहरूमा सुधार आउने खालको स्थितिहरू बनेको छ। विशेष गरी बोलीको प्रभावले गर्दाखेरि व्यापारिक क्षेत्रमा कुनै सिपमूलक क्षेत्रहरूमा चाहिँ आम्दानीका स्रोतहरू बढ्ने खालको स्थितिहरू बनेको छ। जेठ 15 गतेसम्म बुध पनि प्रथम भावमा सूर्यसँग युति रहने भएकाले आर्थिक निर्णयमा बुद्धिमत्ता, योजनाबद्ध तरिकाले सोच विचार गरेर निर्णय गर्दा एकदम राम्रो हुने स्थिति देखिएको छ। र मङ्गल 12औं भावमा रहेकाले अनावश्यक खर्चहरू, यात्राहरू हुने खालको, स्वास्थ्यहरू बिग्रिने खालको स्थितिहरू बनेको छ। धन खर्च हुने खालको स्थिति पनि बनेको छ। महिनाको उत्तरार्धमा चाहिँ बुधको दोस्रो भावमा प्रवेश गरेपछि व्यापारिक क्षेत्रमा राम्रो उन्नति प्रगति, कुनै पनि सम्झौताहरू गर्दा, आर्थिक कारोबार गर्दाखेरि एकदम सोच विचार गरेर गर्नु होला, नत्र अलिकति समस्या आउने खालको स्थितिहरू बनेको छ। पारिवारिक वैवाहिक जीवनको स्थिति हेर्दाखेरि सर्वप्रथम भावमा हेर्दाखेरि तपाईँको स्वभाव केही आत्मकेन्द्रित, आफ्नो निर्णयमा अडिग हुने प्रकारको बन्न सक्छ, जसले गर्दा वैवाहिक वा पारिवारिक सम्बन्धमा कहिलेकाहीँ द्विधि बढ्न सक्ने खालको स्थिति बनेको छ। सूर्यको सप्तम भावमा दृष्टिका कारण जीवनसाथीसँग खेतिर सम्बन्ध राम्रो हुँदैन जस्तो स्थितिहरू बनेको छ। अलिक ख्याल गर्नुहोला, अहङ्कारलाई विवादलाई अलिक कम गर्नुहोला। जेठ 15 गतेपछि शुक्र तेस्रो भावमा पुगेपछि आफन्त, दाजुभाइ वा जीवनसाथीसँगको सम्बन्धमा सुधार आउने खालको स्थितिहरू बनेको छ। हजुरले त्यति कुरा ख्याल गर्नुहोला। हजुरले व्यक्ति जुन वृष राशि हुने व्यक्तित्व त्यति ख्याल गर्नु राम्रो हुने स्थितिहरू बनेको छ। हजुरको पढाइ लेखाइमा पनि राम्रै स्थिति देखिएको छ है। पढाइ लेखाइ क्षेत्रमा पनि राम्रै बन्ने खालको स्थितिहरू निर्माण भएको छ। पढाइ लेखाइमा राम्रो स्थितिहरू बनेको छ। स्मरण शक्तिहरूमा कुनै स्मरण शक्तिका कार्यक्रममा जोडिएर आफ्नो मानसिक स्थितिलाई एकदम सुधारपूर्ण बनाउनु होला। कुनै प्रतिस्पर्धी परीक्षाहरूमा पनि सफल हुने खालको स्थितिहरू बनेको छ। त्यसैले गर्दाखेरि पढाइ लेखाइमा एकदम राम्रै स्थितिहरू हुने खालको स्थितिहरू बनेको छ। कार्यक्षेत्रमा पनि केही अवसरहरू पनि आउने खालको स्थितिहरू बनेको छ। जागिरको क्षेत्रमा पनि वृष राशि हुने व्यक्तित्वहरूका लागि। त्यसैले हजुरहरू समित भएर सावधानीपूर्वक आफ्नो कार्यमा चाहिँ लागि पर्नुभयो भने हजुरलाई चाहिँ राम्रो हुने स्थितिहरू बनेको छ।